कता हाँस्छ सरहरूको फेरि दुईजना 6 बजे उठेर उहाँ के अरे इदामा पसलै खोलेको रहेछ पसलै खोलेको कुनै पनि हामी त गएर त्यहाँ बङ्गालीकोमा पसल चिया खाएर चिया पनि फेरि चियाले भनेको यत्रो गिलासमा चिया लिएर दियो तपाईँको केटाको एउटा त्यो बौला को मेन त चटनी यो लसुन कति चटनी ल्याएर यसलाई आधी गर्ने होला राति 12 बजे 12:30 किन ल खोइ फेरि फेरि ल कडा ल झट्ट अनि स्लाइस गर्दैन टक्क सेप हो हामीले यो भन्नु न त ए चिउरा पनि लिएर आउनु भन्नु नि मिक्स वाला चिउरा है त्यो नुनिलो वाला कुमारलाई भनी हेर्नु देवलाई नि भनी हेर्नु आयो भने आयो ठिकै छ आएन भने के गर्नु बेसार ल्याउनु भएको छैन होला सम्झिले कुट्ने मात्र लिएर आउनु हाम्रो त योजना यतातिर छ छिटो एकदम बोलाउनु परिहाल्यो यो बड्डो कहाँबाट आयो एउटा साजन विदुर म अनि विनोद तिमी देवमा छ नि देवला लिएर आऊ फोन उठाउँदैन त्यसले एउटा ठुलो आउँथ्यो साजन म विनोद अनि विदुर अर्जुन सर अनि ललित सर 5जना त्यो एउटा गरम मसला हालेको थियो त खोल्नु अब मेन यहाँ हाम्रो सरको पर्खाइ भयो कि यार विनोदले नुन नल्याएर यहाँ जमिसक्यो यहाँ बाल्टीमा फोड्नु दही सिलवाला रहेछ दही त प्योर स्पेशल स्पेशल बनाउने हो भने दाजु कुखुरा पुग्छ हैन तर कोठा जानुपर्छ तपाईहरुलाई भाडा त्यहाँ छ हाम्रोमा बनाउने पोलेर खाने हो भाडा पनि छ पोलेर खाऊ के पोलेर खाने भए त्यो तेल यहाँ हो यहाँ काटेर दिने हो तेलको पोका ठुलो छ होला नि पोलेर खान मिल्दैन हैन नुनको कमी हो भन्नु न कहाँ हो तिमी यार कोइला भइसक्यो मैले भनेको छु नुनहरु के हो सम्धितिर पार्नु न तपाईतिर ल विचार गरे तेल हाल्नु थोरै घुमाउनु सबलाई घुमाउनु यहाँ काम गर्दै केटो मलाई पनि देखाइदिनु उता नि देखाइ हाम्रो सम्झिले टक टक पार्दैछ ल टक टकै हो म त ल लुखर एकदम स्पेशल है आज हाम्रो 2026 को हैन न्यू इयरको सुरुवात यहाँदेखि हुँदैछ कच्चा भइरहेछ ल उता भिमदाईलाई देखाइदिनु न भिमदाई पनि हो अनि सबभन्दा मेन उहाँ कमान्डर नजिकै जानु न नजिकै कमान्डर हो जानु ल्याउनु त अर्जुन तेल भयो दाजु सेकेन्ड लटलाई फेरि यसको बिर्को कहाँ हाल्नु भयो बिर्को छैन बिर्को थिएन बानम न के अर्जुन हजुर यो गोल भेटा छ नि खिचिसकेपछि यस्तो यहाँ पानी ल पानी त सिधै छ पानी त सबै यो भइसक्यो ल गोलबाट हाल्नु रातो गोलबाट यति राम्रो छ बास्ना सुन त कस्तो लाग्यो बास्ना ओके छ ल घुमाउनु अझै रेडी यहाँ मेहनत दाजुको मेहनत कति हाल्नु त यो टमाटर विदेश गर्ने उहाँ है फेरि यो विदेशी कट हो के विदेशी कटर केटाहरुले नि यहाँ भएर विदेशमै यस्तो काट्छ भने भने यो मैले यो उहाँ युएसए सिकेको हो यो युएसए सिकेको हो यो एउटा अझै ल्याउनु पर्छ खुर्सानी पोल्ने कति हुन्छ र यहाँ हैन ल हिँड्नु ल हाल्ने रे उहाँले त्यो विनोद नि आउँदैछ के हामीलाई दाउरा कम भयो दाउरा अलि हिँडेको अब यहाँ अब मिल्छ मिल्दैन थाहा छैन ऊ एउटा त मिल्यो एउटा गन्ठुङ त मिल्यो अरू यताबाट आऊँ ए यता दाउरा भेटेर कता हो अब घुसेर गइयो जङ्गलमा कता हो छ
कताको जङ्गलमा गयो ए यहाँ त टन्नै रहेछ ए अस्ट्रेलिया छ कम्पनी है मासु पोलेर खाने हो सबै लाने हो र आउनु फेरि हेलो हेलो होइन यो त यो मैले उस्तो हाल्दिनँ कुदेर आउनु ल पुग्नै लाग्यो ल हिँड्नु कमिला रहेछ ए हिँड्यो यो अहिले ल्याउने हिँड्नु हामी अहिलेसम्म 2027 ल अझै आउँदैछ भाँच्यो भयो खोइ उहाँ भाँच्ने रे छोडिदिनु न दाजुको दाउरा भाँच्छ त डेन्जर छ त पहाडी उता ल भाँच्यो है भाँच्यो रहेछ अरे टुकटुके लिएर जानु पर्यो अस्ति उसले टुकटुकेले खेले जसरी भन्दै हुनुहुन्थ्यो विनोद यहाँ एकदम मजासँगले सबभन्दा ढिलो आउने है मान्छे यहाँ हेरौँ ल तर ल्यायो है केटाले सामान ल्यायो अब यहाँ नुन आइसक्यो सर आउनु त ऱ्यापिङ गर्नु अब ऱ्यापिङ यो सबै सिस्टम देखाउनु पर्यो नि त एउटा नुन हालिसक्यो यहाँ अब ए 12 यहाँ फिटन सुरु हुन्छ पन्जा ल्याएन यो बाँधेर फेरि हाम्रो यो स्पेसल पन्जा हो यो नेट भाइ यो बाँधमा चाहिँ एकजनाले बाँध्नु उता मिलिन जन्म रहेको यो बाँध्नु न तपाईँ चाहिँ तपाईँ त एउटा रेस्लिङमा एउटा त्यो पन्ध्रलारा ड्याममा हान्थ्यो त्यस्तै पो देखिएर पुरा मिक्स भएको छ यार तर अनि सर पन्जै फाटिसक्यो यार 1 फिटमै पन्जा फाटिसक्यो यार 1 फिटमै पन्जा फाटिसक्यो यार त्यसको बाहिर हाल्ने यो एकछिन ऊ गर्नु दिनु यहाँ चाहिँ के नुन लाग्नु दिनु हो कि हालिन्छ त्यो नत्र एकछिन लाग्न दिने ल लाग्यो नदिएको होला ए गाडी आएन आज गाडी आएन सही प्लास्टिक सानो नत्र 4 वटा बनाउनुपर्छ पोकाएको जस्तो छ त्यस्तो लिएर आउन सानो हो भुक्छ धेरै नहाल्नु न ल रोल हुँदैन नत्र 4 वटा गर्नुपर्छ यो कलेजहरू त माथि पाक्छ होला हौ सुन्यो हेलो एउटै भयो यार यो चाहिँ ल बेरे दाजु ग्लोभ ल्याउनै बिर्सिएको छैन हिजो दिएको थियो त ग्लोभ हो यार हिजो दिएको थियो त्यहाँ ग्लोभ खतरा त्यो त आफुलाई मात्र देखाउनु हेलो यता मासु परदेशी जिन्दगी हाम्रो माटोलाई माया गर्ने अनि यसपालि आउँदै गरेको चुनावमा माटो
चिनमा भोट दिएर आफ्नो देशलाई विकासको लागि अघि बढाउनु होला। सम संस्कृति भइरहेको छ खानुकै लागि भयो नि। कसको चिन्ह हो माटो फेरि? हाम्रो देश नेपालको हो नि भाइ। ए भाइ अघिको चाहिँ बोइलर, यो चाहिँ कोइलर होइन त? ल कोइलर आयो मेन मेटेरियल हो यो। सारा नभएपछि कडावाला मेटेरियल हो यो। बाल्टीमा यस्तै छ के गर्दैन। यो चाहिँ मैग्नेट माथि हो, लोकल पनि हो। यो लोकल मेन भनेको त यही हो नि। मासुको पिसै हेर्दा थाहा हुन्छ यही। यता यो चटनीको लागि हो। त्यो दही सही कागतीहरू मसलाहरू अघि कुटेको सब ल्याउनु। सर आउनु भयो हाम्रो। ल खाने ठाउँमा आउँदैछौँ। यहाँ त फेरि घरै बनाएको रहेछ नि त फेरि। ओहो यो जङ्गलभित्र घर। यहाँ त फेरि उनै बनाएको त, सुत्ने नै बनाएको त के हौ? सुत्दो मान्छे रहेछ यार यहाँ त। झुलसुल लाएर यी पुरा भाग्यो। यहाँ काम छैन। ओइ भागो भागो भागो, काम छैन हो त्यहाँ। ठ्याक्कै त्यही हाल्नु। ए माटो किने मेरो क्यामेरा नि फुट्छ फेरि। कस्तो राप हानेछ। अब कल पर्छ अहिले। अब छोप्ने। अझै अर्को त्यो अलि उचालेर This is Antakali. This is Antakali. Antakali. हेलो गाइस, आज चाहिँ हामी यहाँ होस्टेल पछाडिको जङ्गलमा यसो कुखुरा पोलेर खाने भनेर आएको छौँ। हामी घाम लाग्ने भनेर यस्तो कपडा लगाएर आएको, फेरि घाम चाहिँ लागेन कि टोपी सोपी लगाएर आएको। अब यहाँ चाहिँ हाम्रो टोलीहरूले यहाँ पुरै मस्त रूपमा मेहनत गर्दै हुनुहुन्छ। हाम्रो यहाँ चाहिँ ठेकेदार सर के छ खबर? ठेकेदार बनाइदियो फेरि भयो त। प्याज काटेर पुरै होइन यहाँ के हो यो थोप्चो हान्दै हो। यो गाजर अनि धनियाँ सनियाँ अनि खुट्टा छ, कुखुरा खुट्टा पनि पोलेको। यो चाहिँ अब पोल्नलाई रेडी, एक लोड चाहिँ पोलिसकेको छ। अनि यहाँ हाम्रो भीम दाई, बिरयानी काका, यता हाम्रो यो के भन्छ यो एक्सन प्रोको मालिक, यता हाम्रो सम्धी, हाम्रो जाला नसी पालु सम्धी है। यता चाहिँ फेरि यता यहाँ मासु पोल्ने हाम्रो मासु पोल्ने सर हुनुहुन्छ उहाँ चाहिँ होइन। पुरै रातो कालो भइसक्नु भयो। ए यहाँ माल पनि पाक्दैछ, हाम्रो टमाटर पनि पाक्दैछ कि हाम्रो यहाँ यसरी बन्दैछ। अनि यहाँनिर चाहिँ हाम्रो अब के छ अरू के ल्याएको? यो प्याज स्याज अनि अरू के छ? खुर्सानी ग्लासहरू चिसोहरू ल्याएको छु मैले। के पानी हो यो? ल यस्तै छ। अब एकछिनपछि केही समयपछि फेरि पनि म प्रस्तुत हुनेछु है गाइस। काट्नु पर्दैन, पट्टै धुर राखेको यो खला हराएको खुर्सानी यो कतै पुरै दर पुट्टै राडाको छोरो त काम मौसम त 6 बजे 6:30 बजे ल्याउने अनि ढ्याक्क लाएर हाल्दिने हो मजासँगले हाल्ने। यसैमा ल्याउने घाम सर्केपछि राम्रो हुँदैन भनेर यहाँ बिस्तारी वोट वाह ओके छिनी अर्को लट ल वाह यति चाहिँ गर्न आयो ल।
यता हाम्रो खेलाडी 7वटा देशले मगाउँदा पनि जान्न मानेको यता हाम्रो सेफ दाइहरू हुनुहुन्छ सेफ सरहरू हुनुहुन्छ यता कस्तो कस्तो आइटम कटिङको हरेक कुराको रेसिपी चटनीमा कस्तो चाहिने कतिको चाहिने ल टोली अब हाम्रो चाहिँ अघि बनाएको मासु कति समथिङ 30 मिनटपछि हामी यहाँ खाने क्रममा छौँ अहिले अनि यहाँ हाम्रो रेसिपी चाहिँ यस्तो छ टक्क यो पाके यहाँ चाहिँ यो बनिसक्यो अरे यो बन्दैछ यो बनाउँदैछ कि अनि यहाँ टोलीहरू चाहिँ यसको लागि यहाँ यसो 5-7 काटेर पुऱ्यो होइन खुकुरी पनि खतरा छ फेरि होइन गोर्खे खुकुरी हो होइन ए हाम्रो ज्यान परेको दाजु यता चाहिँ होइन कालो क्याप ढल्काएर होइन ब्रिटिस लाउरे जस्तो हुनुहुन्छ हाम्रो दाजु यहाँ चाहिँ उहाँ चाहिँ हाम्रो अनि यहाँ हाम्रो यो खानेकुरा हो यसरी बसेर टक्क खानेकुरा भइरहेछ अचार सुचार पनि रेडी भइसक्यो ल दाजु सबैलाई ह्याप्पी न्यु इयर सम्धि हाम्रो गोप्रोको मालिक जतिखेर नि क्यामेरा भन्दा हेर्दैन होइन बादल छुनलाई म बसेको रेलै उड्यो कान्छी बस्यो एक्लै रुनलाई म बसेको रेलै उड्यो आइतबारे मेलामा गएको आइतबारे मेलैमा गएको कान्छीसँग भेट भएको माइ खोलिएको तिरैमा बसी नछुटिने कसम खाएको नछुटिने कसम खाएको नछुटिने कसम खाएको शाबास दाजु उड्यो बादल छुनलाई म बसेको कान्छी बसी एक्लै रुनलाई शाबास म बसेको रेलै उड्यो कान्छी बस्यो एक्लै रुनलाई अब चाहिँ हेर्नु त पाली फर्किआउँछु म यसै पाली फर्की बस्नु दियो बाली फर्किआउँछु म यसै पाली बनाउनु म तिमीलाई आफ्नो रगतको सिन्दुर हाली रगतको सिन्दुर हाली रगतको सिन्दुर हाली यहाँ चट्नी भइसक्यो कि बाहिरको ल्याएको रुमको यहाँ सलाद भइसक्यो यहीँ पाकेर यस्तो भइसक्यो त्यही छैन ल कसो छ सबै खोल्नु न सर एकै खेप सम्धि भन्नु न बाहिर टोडिसक्यो भाइ अहिले नि यो खानुभन्दा अगाडि यहाँ माल बुक्का हुँदैछ केटा माल बुक्का हामी दाजुभाइ एउटा क्यामेरामा तस्बिर पहिलोपटक हाम्रो सर यहाँ लेग पिस मात्रै टोक्ने ल म अहिलेसम्म केही नटोक्ने भनेर मलाई नि भन्नु न हौ थेत्तेरी हाम्रो कुमार भाइले चाहिँ केही अहिलेसम्म टोक्नु पाएको छैन बेचारा हात धुने र उ गर्ने मात्रै गरिरहेछ उहाँ हाम्रो अर्जुन भाइलाई नि कति अब चाँडो चाँडो भएको हो ससला ससला कस्तो लागेछ भनौँ है झोल नहाल्नु पकिन्छ झोल दुखमनुको चिज एउटा मात्रै भयो साह्रै मिठो यार ल गाइज हो अब हाम्रो पिकनिक सकिसकेछ हामी सबैजना चाहिँ यसरी जाँदैछौँ होइन ल सबैलाई बाई बाई ह्याप्पी न्यु इयर हेलो 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 नमस्ते सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू हामी चाहिँ यो परदेशमा मलेसिया कन्ट्रीमा रहे पनि भन्नु न यार जो कोही पनि हुनुहुन्छ रोमानिया भन्नु रोमानिया हो हामी होइन हामी मलेसिया हो कस्तो तर ऊ चाहिँ के रोमानियाकोले 1.5 लाख कमाउँछ होला हामी कमाउँछौँ यहाँ त्यसले कहाँ कमाउँछ रोमानियाकोले हामी कमाउँछौँ यहाँ 1.5 लाख सक्यो
स्याबास घामले पोलिरहेको अवस्था छ ओ इकडे हो अलि चाँडा हो इकडे हो 2025 लाई बिदा गरेर 26 को सुरुवातको दिनमा चाहिँ हामीले आज जङ्गली पार्टी हानेर आइएको छ हामीले अत्यन्तै बोलिरहेको अवस्था कालो मान्छे जाने कालो हो डीजे आए दादाजी दादाजी वेलकम नारियल पानी भी लेके आए कहाँ हो भन्नु